सो गाइज अब चाहिँ हामी फेरि होइन यत्रो बेर घुम्यौँ अनि यत्रो अनि हामी चाहिँ धेरै घुमेको हुनाले हामीलाई सर्भिस पनि हो यस्तो सुविधा रहेछ गाइज यस्तो सर्भिस पनि दिन्छ होइन सबैजना आउनु होला भन्न चाहन्छु अब चाहिँ हामी फेरि बोटमा जाँदैछौँ होइन बोटमा फेरि समुद्रमा सो त्यही भएर चाहिँ हामी यहाँ जाँदैछौँ यो पुरै सर्भिस हो है गाइज यो गर्मी बिदामा यस्तो नजिक छाउन हमान चिरवन नोक्सान किमे यस्तो ठाउँमा होइन पुरा नजिकको ठाउँ बुसानको जति पनि हुन्छ नि नेपालीहरू सो यहाँ आएर गर्नु होला जिनेमा होइन यो छाङ्गनको नजिक छ जिनेदेखि नजिकै पर्छ यस्तो ठाउँ छ बबाल अब हामी चाहिँ घुम्न जाँदैछौँ बाहिरको लोकेसनहरू पनि यस्तो छ कि यहाँ टक्क जिनेहरूको मेन मन्दिर हो यसरी छ यसरी हाम्रो राजाग्निम अगाडि हुनुहुन्छ टक्क यसरी यो चाहिँ बोटमा हामी मिठो हिँडिरहेछौँ मजा आइरहेछ है गाइस मजा आइरहेछ यस्तो छ यस्तो पनि छ है गाइस बाहिरको भ्यू यस्तो छ घरहरू छ हाम्रो खासमा फेरि हाम्रो जुट्टी हो क्या सब यस्तो बवाल छ है पनि बवाल छ देख्नुहुन्छ गाना गाउन गाना दाइ एउटा गाना यस्तो पैसा अन्त छैन त गाई
कालैमा मान्छेलाई मार्यो रैमा गाइज यहाँ यसरी पौडी स्विङ हान्न पनि सकिन्छ है देख्न सकिन्छ यसरी टक्क पौडी खेल्न नि पाइयो बोट चल्न नि पाइयो सबै चिज पाइयो होइन हेउन्दै किन जानु पर्यो बुसनमा मान्छे पनि धेरै हुन्छ होइन खेल्न पनि मजा आउन नि त मान्छे धेरै भएपछि यहाँ त बिन्दास जति खेले नि भयो मान्छे पनि धेरै छैनन् मस्त भिडियो बनायो होइन बवाल मजा आइरहेछ गाइज समुद्रमा नुहाउनु घुम्न पनि नुहाउन पनि होइन यस्तरी तिमी यस्तो मजा त अनि भेन्दी बिच कहाँ पाइन्छ गाइज गाइज यो गाइज मजा आइरहेछ है समुद्रमा ए कति मजा आइरहेछ कति मजाले गएको यस्तो मजा आइरहेछ दाइहरू यहाँ पछाडि हुनुहुन्छ होइन गाइज सो गाइज सबैजना चाहिँ होइन यो छाङ्गन हमान चिरुवन नोङसानदेखि एकदम नजिक ठाउँ छ अनि किमेर बुसानको व्यक्तिहरू पनि आउन सक्नुहुन्छ होइन खासमा चाहिँ हामी अब छाङ्गनतिरको मान्छे बुसान घुम्न जान्छौँ नि होइन तर बुसान भन्दा पनि बबाल ठाउँ छ क्या यो चाहिँ होइन किन भन्दाखेरि चाहिँ मान्छे धेरै छैनन् एउटा कुराले अनि त्यसपछि यहाँ सबै चाहिँ बुसान भन्दा एक्स्ट्रा चिज पनि छ क्या यहाँ होइन मस्त आफू नुहाउन पनि पाइयो त्यसपछि त्यहाँ पानीजहाज पनि चढ्न मिल्यो होइन अनि बोटहरूमा पनि थरीका छन् क्या भिडियोमा देख्नुभयो होला होइन अनि अब कुनै स्पेसल अलिकति जान्ने मान्छेहरूलाई त्यो पर्सनलवाला पनि छुट्टै पनि छ होइन सो हामीले चाहिँ जानिनँ त्यही भएर म चाहिँ गएको छैन तर यो ठाउँ बबाल छ गाइज होइन एकचोटि आउनु होला त्यसको लोकेसन चाहिँ छाङ्गनदेखि नजिकै छिनेरु भन्ने ठाउँमा हो होइन लोकेसनको फोटो मैले कमेन्टमा हालिदिन्छु सबजना आउनु होला हेर्न मजा आउनेवाला कस्तो मजा आउँछ यो चाहिँ यस्तो छ पैसाको पनि कसरी छ भने रेट छ क्या त्यो 3टा 4वटा यसमा 8-9वटा छ 3टा चढ्यो भने 3 मान 4वटा 5वटा चढ्यो भने 4 मान यसरी छ होइन जति धेरै चढ्यो त्यति थोरै पर्छ अनि अझै ग्रुपमा आउँदा झन् फाइदा हुन्छ होइन एक्लै आयो भने एउटा चढ्दाखेरिको मानुको हिसाबले हुन्छ 8-10वटा छ चढ्ने यहाँ यसरी खोइ यो स्विमिङमा नुहाएको चाहिँ पैसा लाग्दैन फेरि होइन चिप चढेको मात्र लाग्ने हो नुहाएको चाहिँ पैसा लाग्दैन यसरी मस्त चढो मस्त बनायो भिडियो होइन गाइज सबैजना आउनु होला है त लोकेसनमा ढिलो नगर्नु यो गर्मी बिदामा चाहिँ यस्तो ठाउँ मिस गर्यो भने चाहिँ कहाँ घुमेको हो जस्तो मजा आउँछ त नि होइन सो यो गर्मी बेलामा चाहिँ यस्तो ठाउँ चाहिँ मिस नगर्नु होला भन्न चाहन्छु तेरे नाल गर्मी बिदामा आएको बवाल मजा आइरहेको छैन 9 दिन बिदाको छुट्टीमा यसरी घुम्न पाउँदा बडो मजा आउँछ होइन कुल्ली लाइफ हटेर अब 9 दिनको राजाको लाइफ जिउँदैछौँ हामी चाहिँ होइन एकचोटि अनिवार्य आउनु बवाल झडा भयो नि त सुकिन्दा हेउन्ने भन्दा त कता हेउन्ने त धेरै राम्रो लाग्यो मलाई त ओ गाइज बवाल छ ठाउँ होइन यतातिर हुन्छ यस्तो छ यो सब घुम्ने ठाउँ रहेछ होइन यहाँ हो हामी यहाँ सब यहाँदेखि तपाईँ यसमा चढ्ने कि यसमा चढ्ने कि यसमा चढ्ने कि त्यसमा चढ्ने
सबै छ क्या यहाँ इनफ छ गाइस देख्न सक्नुहुन्छ सो एकचोटि सबैजना आउनु होला हामी दिउँसभरि चढेको यिनी सबै हो होइन हजुरहरूलाई गर्न मन छ भने चाहिँ ल हेर्नु यहाँ सबै चिज छ होइन यहाँ सबै डिटेलमा दिएको छ हेर्न सक्नुहुन्छ यसरी छ रेट सबै छ यो बाइक पनि छ होइन नभएको होइन यसको लोकेसन रहेको छ छाङवन सुसाङ सुखी होइन अनि तपाईँले फोन गरेर पनि सोध्नु सक्नुहुन्छ लोकेसन बताइदिनेवाला छ अनि कसरी आउने कहाँबाट आउने सब डिटेल नि भनिदिन्छ होइन छाङवन सुसाङ सुखी भनेर चाहिँ तपाईँले काकाउमा हान्दा पनि हुन्छ त्यसपछि तपाईँले नेभरमा गएर सर्च गर्दा पनि जताकतै भेटिन्छ होइन गाइस सो आउनु होला म फोटो पनि हजुरले भिडियोमा क्लियर बुझ्नु होइन फोटो पनि लिङ्कमा राखिदिएको हुन्छ हेर्न नभुल्नु होला तपाईँले लोकेसन हालेर होइन काकाउ म्यापमा आइसकेपछि काकाउ म्यापमा अथवा ट्याक्सीमा चढेर आइसकेपछि चाहिँ तपाईँ झर्ने भनेको चाहिँ यो घरमा होइन यो घर भन्छ यो घर छ एउटा यो जिनेरू भन्ने ठाउँमा छ यो घर होइन सो अनि यो घरको साइडमै छ होइन देख्न सक्नुहुन्छ यो घर यहीँ छ यसको घरको साइडमै हो यो चाहिँ ल सो यो चाहिँ लोकेसन यो समुद्रको तिरको लोकेसन यस्तो छ होइन अनि यहाँ छ यो खेल्ने ठाउँ अनि गाडी पार्किङहरू कारहरू चाहिँ यहाँ छ होइन सो तपाईँलाई चाहिँ जिनेरू भनेर झरालिसकेपछि यहाँ यस्तैबाट यहाँ झरालिदिन्छ यहाँ यो मेन बाटोबाट त समुद्रतिर फर्किँदैन यहीँ मात्र छ यो खालको यहाँ मात्रै छ होइन यस्तरी लोकेसनमा दिएको छ यहाँ कारहरूले धेरै जस्तो चाहिँ यहाँ ल्याएर छोडिदिन्छ होइन यहाँ ल्याएर छोडिदिन्छ यसको ठ्याक्कै पारिपट्टि यहाँ छ भने अनि कन्फ्युज हजुरहरूलाई चाहिँ अब यो लोकेसन त अलिकति गाडीले चाहिँ यो अब ट्याक्सीमा गाडीमा आउँदा चाहिँ लोकेसनमा कन्फ्युज भयो भने चाहिँ जिनेरू भनेर आइसकेपछि जिनेरूको मन्दिर भनिदिन्छ यो छैन हो यो भवनदेखि नै यसको साइडमै छ यहाँ छ भवन यहाँ चाहिँ यो हान्न सकिन्छ होइन सो गाइस के छ खबर हाल खबर आमाम आजको दिन कम्पनीमा छुट्टी भएको गर्मी बिदा सुरु भयो 9 दिनको बिदामा आज पहिलो दिन थियो पहिलो दिन यस्तो बवाल भयो हजुरहरूले भिडियो हेर्नुभयो होला होइन बवाल रमाइलो के खेल्यो लास्ट रमाइलो हामी तिनजना मात्र गएको थियौँ फान्जाङसँग सो हाम्रो फान्जाङले चाहिँ जहिले नै जाम भन्थे अनि जहिले नि कहिले जान्छस् कहिले जाने सँगै घुम्न भन्दै थियो अनि आजलाई जान ठ्याक्क समय पनि मिल्यो नजिकै पनि रहेछ ठाउँ होइन छाङवनदेखि सो गएर आइयो लास्ट रमाइलो भयो गाइज सो त्यो समुद्रमा आएको सब नुनिलो पानी के त्यही भएर अब फेरि एकचोटि सबै नुहाउनु पऱ्यो होइन त्यही भएर कपडा खोलेको यस्तो होइन सो गाइज बबाल रमाइलो भिडियो आयो हजुरलाई पनि भिडियो हेर्दाखेरि बबाल रमाइलो लाग्यो होला होइन सो हजुरहरू पनि यस्तो ठाउँमा आउन चाहनुहुन्छ नि यो चाहिँ छाङवन होइन खेङसाङ नामदोको छाङवन नजिकै छ होइन छाङवनको नजिकै हो छाङवन सुसाङखु चाहिँ हो होइन अनि हमान छिरान अनि त्यसै नोङसान किमेतिरको मान्छेहरू चाहिँ आउँदा पनि छिन्जुतिरको मान्छेलाई आउन एकदम नजिक छ क्या यहाँ होइन छाङवन आउने छाङवनबाट तपाईँको आएर चाहिँ छाङवन बस टर्मिनलमा आउने सिधै अनि छाङवन यकमा आउँदा नि हुन्छ टाढाबाट अनि आएर ट्याक्सी चढ्यो भने मानवनमा पुऱ्याइदिइहाल्छ यो ठाउँमा होइन जिनेरू ठाउँको लोकेसन चाहिँ जिनेरू हो छिनेरू भन्छ होइन सो यदि हजुर कन्फ्युज हुन्छ नि म चाहिँ तपाईँलाई त्यो भिडियोमा पनि लिङ्क फोटो खिचेर अरू हालिदिन्छु होइन पिन गरेर कमेन्ट सो गाइस बबाल रमाइलो भयो यस्तो रमाइलो गर्नुपर्छ होइन बब्बाले रमाइलो भयो क्या सोचेभन्दा बढी होइन 3 वर्ष भयो थियो तर हामी वहाँ गएर बुसान गएर त्यही खाली नहुन्थ्यो धुलो पानी मान्छे धेरै हुन्थ्यो नि त मजा आउँथेन नि त धेरै भइसकेपछि तर यहाँ त चिलमा धेरै मान्छे पनि हुन् ठिक्क बस्छ आफूले भने जस्तो नुहाउन नि पाइयो सबै चिज होइन सो गाइज हजुरलाई भिडियो कस्तो लाग्यो म त एकदम रमाइलो भयो होइन भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु ल भन्न चाहन्छु अनि नयाँ दिन नयाँ च्यालेन्जका साथ फेरि भिडियो भोलि अब फेरि कता गइन्छ लेट्स सी भिडियो आउने छ अहिलेको लागि बाई गाइज लभ यु नेपाल।